एकचोटि यो भिडियो हेर्नुहोस्। गोपालजी, तपाईँ चाहिँ कैलालीमा बालेन आएको दिन बालेन जस्तै बनेर टोपी लाएर चस्मा लगाएर गाडीको रुपटपबाट घन्टी हल्लाउँदै सबैलाई अभिवादन गरिराख्नु भएको थियो। तपाईले त्यो दिन आफै गर्नु भयो कि या कसैले गर्न लगाएको? सर, खास टिकापुरबाट म आएको थिएँ होइन, लम्की। बालेनको पछाडि बालेनको समर्थक बनेर आएको हो। बालेनलाई एकदम ऊर्जा दिउँ भनेर आएको, खास गरी होइन। बालेन सरलाई यो विषयको केही सरोकार पनि छैन, केही पनि थिएन। उहाँले मलाई चिन्नु पनि हुन्न, देख्नु पनि भएको छैन। बालेनसँग तपाईँको भेटै भएको छैन भनौँ न। भन्नु त यस्तो फेक न्युजहरू आइरहेछ होइन, यो फेक न्युजमा विश्वास नगर्नु होला, किनभने भोलि नराम्रो छवि हुन्छ एउटा होइन, कसैप्रति नराम्रो हुन्छ। त्यो कारणले गर्दा म चाहिँ एउटा समर्थनको हिसाबले गएको हो। कुनै पनि पार्टीको हिसाबले बोलेर कसैले डमी बनायो, कसैले यो भन्ने उसको त्यो चाहिँ कुनै पनि कुराले गलत छ। भेटै पनि भएको छैन सर। बालेन सर अगाडि हुनुहुन्थ्यो, म चाहिँ पछाडि थिएँ। अगाडि गाडीमा गइसक्नु भएको थियो। हामी चाहिँ यहाँबाट आफ्नो टिम बनाएर जानुपर्छ, प्रचार गर्नुपर्छ, समर्थन जताउनुपर्छ भनेर गएको हामीहरू चाहिँ। त्यही उपलक्ष्यमा म चाहिँ माथि अब गाडीको हुड माथि आएर घन्टी बजाउँदै कसैले अब नमस्कार गर्दा मैले नमस्कार फर्काइदिएको, हात हल्लाइदियो भन्ने यस्तो गुनासो पनि आएको छ। मैले चाहिँ कसैले नमस्कार गर्दा नमस्कार गरिदिएको, घन्टी बजाउँदै समर्थन जताउनलाई मात्रै आएको। त्यही त, बालेनले डमी प्रयोग गरे भनेर त्यस्तो कुराहरू चाहिँ समाचारमा आइराखेको छ भने तपाईँको बालेनसँग कुनै सरकारै छैन होइन, चिन्न पनि चिन्नुहुन्न? नै सर, त्यस्तो केही पनि छैन। बालेनको म एकदम सपोर्टर हो, म फ्यान पनि हो उसको होइन। त्यो हिसाबले उसको मतलब टोपी चस्मा कोट लगाएर गएको थिएँ। त्यो हिसाबले अब दाढी साडी पालेको हुनाले अलिकति फेस पनि मिल्ने हुने कारणले गर्दा सबैले झुकिएका पनि होलान् त्यहाँ केहीहरू। अनि बालेनसँग चाहिँ मेरो कुनै त्यो दिन तपाईँ कहाँदेखि बर्दियाबाटै आउनु भएको थियो कि या टिकापुरबाट आउनुभयो? टिकापुरबाट आएको सर म चाहिँ। तपाईँको घर चाहिँ टिकापुर होइन? घर चाहिँ टिकापुर सर। कहाँसम्म पुग्नु भएको थियो? म भल्का त्यो जो पार्टी कार्यालय छ नि, राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयसम्म पुगेर त्यहाँबाट फर्किएको हामीहरू। मजाले भिडियो हेरियो, अब के भन्ने बेला तपाईँको।